टिकटकमा आजकल एकदम भाइरल यो डुअल क्यामेरा इफेक्ट कसरी बनाउने त यो डुअल क्यामेरा इफेक्ट हेर्नुस् त यस्तो जान्न चाहनुहुन्छ ल बुझ्न चाहनुहुन्छ भने म तपाईलाई सिकाइदिन्छु है त ल अब म तपाईहरुलाई सिकाउँछु है त कसरी डुअल क्यामेरा इफेक्ट युज गरेर भिडियो बनाउने है त हेर्नुस् यसरी टिकटकमा जानुस् माथि सर्च बारमा जानुस् डुअल क्यामेरा इफेक्ट भनेर टाइप गर्नुस् हात यस्तो माथि गरेको यो इफेक्ट देखाउँछ त्यसपछि तपाईले त्यो इफेक्टमा गएर क्लिक गरेर यसरी अगाडि आफू बसे पनि भयो पछाडी अर्को ब्याकग्राउन्ड निकालेर गरे पनि भयो नभए मैले यो भिडियोको मुनिपट्टि यो इफेक्ट पनि राखिदिएको छु त्यही इफेक्टमा गएर क्लिक गरेर तपाईहरुले युज पनि गर्न सक्नुहुन्छ है त ल सबैजनाले यो ट्राई गर्नुस् है त